आज म तपाईहरूलाई मेरो यो युट्युब च्यानल डाक्टर एक्समा हार्दिक स्वागत गर्दछु। तपाईहरू ती चित्रमा देखाइएका जस्तै गाँठागुठीहरूबाट चिन्तित हुनुहुन्छ। अस्पतालमा प्रत्येक दिन धेरै बिरामीहरू आउने गर्दछन्। विभिन्न बिरामीहरूले विभिन्न समस्या लिएर आउनुहुन्छ। तीमध्ये केही बिरामीहरूले डाक्टर साहब, यी गाँठा भनेका के हुन्? यसले मलाई साह्रै सताएको छ, यो क्यान्सर त होइन भन्ने जस्ता विभिन्न प्रश्नहरू सोध्ने गर्दछन्। हामीले बिरामीहरूलाई यी गाँठा भनेका सामान्य गाँठा हुन् भनेर भन्ने गर्दछौँ। आउनुहोस् आजको यस भिडियोमा यी गाँठा भनेका के हुन्, यी गाँठा कस्तो व्यक्तिमा देखिन्छन्, यी गाँठालाई कसरी पहिचान गर्ने र यो गाँठाको उपचार पद्धति बारेमा थाहा पाऊँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो हजुरहरूको लागि एकदमै उपयोगी हुनेछ भन्ने आश राखेको छु। ठ्याक्कै छालाभन्दा तल देखिने बोसोको डल्लोलाई हामी लाइपोमा भन्छौँ। अघि हामीले हेरेको चित्र भनेको लाइपोमाको हो। अब लाइपोमा कस्तो व्यक्तिमा बढी जस्तो देखिन्छ जानौँ। हुन त लाइपोमा हरेक एज ग्रुपको मान्छेलाई देखिन्छ। त्यसमध्ये पनि 30-40 वर्ष नागेका व्यक्तिहरूमा लाइपोमा देख्ने चान्सेस एकदमै बढेर जान्छ। प्राय जसो लाइपोमा भनेको जेनेटिक हुन्छ। यदि तपाईँको परिवारमा कसैलाई छ भने तपाईँमा पनि यो हुन सक्ने चान्सेसहरू एकदमै बढेर जान्छ। उदाहरणको लागि म आफ्नो उदाहरण दिन चाहन्छु। मेरो बुवा आमा अथवा परिवारमा कसैलाई लाइपोमा छैन र ममा पनि यो चान्सेस एकदमै घटेर गयो र ममा पनि लाइपोमा देखिएन। अर्को उदाहरणको लागि मेरो साथीको बुबामा पनि लाइपोमा देखिएको थियो, जस कारणले मेरो साथीलाई पनि लाइपोमा हुने चान्सेस एकदमै बढेर गयो। ल अब मेरो साथीसँग भएको अन्तर्वार्ता हेरौँ है त। म चाहिँ अङ्कित भण्डारी, नेपालगञ्ज मेडिकल कलेजको थर्ड इयरको स्टुडेन्ट। अनि म चाहिँ हाम्रो साथीको चाहिँ लाइपोमा हजुरहरूलाई बुझाउन गइरहेको छु। सो लाइपोमा भनेको चाहिँ बोसोको सानो डल्ला हो। सो यसलाई चाहिँ हामीले आफैले चिन्न सकिन्छ। यो चाहिँ अलिक नरम किसिमको हुन्छ अनि यो हामीले चलाउँदाखेरि यताउता सर्न पनि सक्छ। साथै गरी यो चाहिँ जेनेटिक हुन्छ, मतलब आफ्नो परिवारमा कसैलाई छ भने त्यो सरेर आफ्नो बालबच्चामा नि देखिन सक्छ। जस्तै मेरो साथीको चाहिँ आमा बुवामा भएकोले उसलाई पनि देखिएको छ र उसको दाइलाई पनि देखिएको छ। सो हाम्रो साथीले भने जस्तै यो चाहिँ एकदम जेनेटिक अनि एकदम सफ्ट हुन्छ अनि एकदम मोबाइल हुन्छ। यसको पहिचान कसरी गर्ने त? यो गाँठा शरीरको विभिन्न भागमा हुने गर्दछ, तर पनि शरीरको केही भागमा यो एकदमै बढी सङ्ख्यामा हुने गर्दछ। जस्तै घाँटीको पछाडि, हातको यी भागहरूमा, पेटमा, अनि कम्मरमा, अनि छातीमा आदित्य ठाउँमा हुन सक्छ। यो गाँठा छाम्दा एकदमै नरम हुन्छ। यसलाई इजिली डिस्प्लेस गर्न सकिन्छ। बोसो भएकै कारणले हजुरले यसलाई गाड्न पनि सक्नुहुन्छ औँलाले छुँदाखेरि। अनि यो गाँठालाई पत्ता लगाउने विधि भनेको छामेर नै हो। धेरै जस्तो केसमा हामी छामेर नै यो गाँठा भनेको लाइपोमा हो भनेर थाहा पाउँछौँ, तर केही केसमा हामीले अल्ट्रासाउन्ड पनि गर्नुपर्ने हुनसक्छ। यसको उपचार पद्धति भनेको यो चाहिँ हार्मलेस हुन्छ, हामीलाई केही असर गर्दैन। तर केही केसेसहरूमा यो चाहिँ ठुलो हुने गर्दछ, तर एकदमै ठुलो भएको कारणले यसलाई हामीले शल्यक्रिया अथवा सर्जरी गरेर निकालेर हटाउने गर्दछौँ। आजको यस भिडियोमा हामीले लाइपोमाको बारेमा जानकारी पायौँ। लाइपोमाको बारेमा तपाईँलाई केही पनि जिज्ञासा छ भने कमेन्ट सेक्सनमा जानकारी दिनुहोला। हामी सबैलाई रिप्लाई गर्नेछौँ। हस्त धन्यवाद। Let's go.